कोही मान्छे टिकट लिन आउनुभन्दा अगाडि म नेपाली कागजमा ठ्याप्सिङ लाउन लाउँछु। उसले के लेखेर त्यहाँ मलाई दिएको हुन्छ भने मैले भोलिको दिनमा श्रम संस्कृति पार्टीको होइन चुनाव चिन्हन्जुलीको माटो लिएर चुनाव जितेपछि यदि मैले भ्रष्टाचार गरेको प्रमाणित भएमा मलाई त्यही पालिकाको श्रमदाताहरूले आएर के अरे तपाईँको तान्दै लगेर मुख्य चोकको खम्बामा पाता कसेर बाँध्नु, मोसो दल्दिनु, जुत्ताको माला लगाउनु, दिनभरि घाममा सेकाएर राख्नु, अनि अख्तियार लगायतका ठाउँहरूमा लगेर मुद्दा चलान गर्नु भनेर त्यो कागज गराएर मात्रै मैले टिकट दिने हो भनेपछि कुरा खतम। फेरि हर्क सामाङले जे बोल्छ त्यो गर्छ। मेरो खासियत चाहिँ त्यो हो होइन। हेर्दाखेरि यसो म टेङ्ग्रा जस्तो देखिन्छु कि होइन, तर बोलेपछि सक्यो। त्यसै दार्चुलामा पुल थाप्नु जान्छौँ, गाडीमा मात्रै जाँदाखेरि 7 दिन लाग्दो रहेछ। कहाँ हो त्यो गाउँ खोजेर आउनु भनेको 10 दिनमा मात्रै पुगेको। जबरजस्ती के साह्रो होइन। ढुङ्गामा डोकोबाट माटो ओसारेर ढुङ्गामाथि माटो लगाएर फुल फुलाएर तपाईँ फुलको बिरुवा रोपेर फुल फुलाउने मान्छे हामी फेरि होइन। त्यस्तो खालको मैले यो भन्न खोजेको कुरा के भन्दाखेरि त्यस्तो खालको श्रमदातालाई तपाईँहरूले जिताउनुपर्छ मिडिया मार्फत मैले भनिरहेको छु। यदि त्यसरी तपाईँले जिताउदिनु भयो भने त्यो पालिकामा भ्रष्टाचार हुँदैन। भ्रष्टाचारको त भ मात्रै यसो भ गर्नु खोजेमा म त होइन भन्नु नमिलेर मात्रै। चस्मा, कॉन्टैक्ट लेंस हटाउने अत्याधुनिक लेसिक, लेजर रिफ्रैक्टिव सर्जरी, स्मार्ट साइट स्माइल, मोतीबिंदु को अत्याधुनिक प्रविधि सहित शल्यक्रिया, जलबिंदु, रेटिना तथा कर्निया विशेषज्ञ सेवा सहित आँखा को संपूर्ण जांच तथा उपचार सेवा मेची आँखा अस्पताल में उपलब्ध छ। मेची आँखा अस्पताल, बिरता मोड 3, सैनिक मोड, झापा।